हेलो गाइज, नमस्ते सबैजनालाई। आज मेरो न्यू ब्लगमा यस्तो खेतमा आएर खेतको बिचमा यस्तो बनाइरहेको छु। यतातिर पोखरी छ अनि यता यो खेतको बिचमा आएर नयाँ ब्लग बनाइरहेको छु हजुरहरूको लागि। कस्तो लाग्छ के लाग्छ हेरेर कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सेयर पनि गरिदिनु होला। अब बाहिरतिर जान पाउँदैन, गाउँतिरै बनाएर बस्छु। यस्तै हो, भिडियो बनाउने बस्नु। बाहिरतिर गयो भने हजुरहरू पब्लिकको बिचमा हुन्छ। अब गाउँ खाली छ, गाउँको मान्छे सबै परदेश छन्, गाउँतिर एउटा मान्छे छैनन्। सबै साथीभाइहरू आफ्नो फ्यामिली लग्ने परदेश जाने, कोही दुबई छन् भने, कोही मलेसिया छन् भने, कोही इन्डियामा छन्। गाउँ त खाली हो, सुनसान, त्यस्तो कुनै पब्लिकै हुन्न गाउँतिर आजभोलि पहिलाको जस्तो। त्यही भएर यस्तो बनाएर यसो गाउँतिर कस्तो छ के छ, गाउँतिर गाउँको सिजन छ, त्यही भएर एउटा भिडियो बनाइदिनु लागेको परदेशीहरू साथीभाइहरूको लागि। सबै साथीभाइहरू परदेश छ, आफू भने गाउँमै लन्ड्याङ गरेर बस्ने हो। त्यही हो, यस्तो छ। अब बाटो पुग्यो, बाटोतिर यो बी गाउँको बाटो हो। यता साइडमा पोखरी छ, यता मेरो पछाडि हेर्न सक्नुहुन्छ। 4 बिघामा छ यो पोखरी, राम्रो छ। यता पोखरी ठुलो छ। कोही छैन पब्लिकहरू हेर्नु गाउँमा पहिला जस्तो। पहिलाको यादगार त अब सम्झिने मात्र हो। पहिला यहाँ माछा मार्ने हामीहरूको कस्तो दामी हुन्थ्यो। यति बारिसको महिना यहाँ पानी भरेर टन्नै माछा हुन्थ्यो कि, माछा बल्छी ल्यायो, माछा माऱ्यो, दिनभरि माछा मारेर बसिन्थ्यो। आजभोलि कोही हुन्न नि त, को पाउँछ यता। ए पोखरी यत्रो छ। कस्तो लाग्छ हजुरहरूलाई मेरो भिडियोलाई कमेन्ट चाहिँ गरिदिनु होला। अहिले नयाँ बनाउने छु, अलिक क्वालिटी पनि अहिले कम छ किनकि मोबाइल पनि त्यस्तै छ। अब मोबाइल पनि किन्नुपर्ने हो नयाँ, त्यही भएर अहिले यस्तै भिडियोहरू सर्ट भिडियोहरू बनाएर गरिराखौँ। कुनै दिन राम्रो बनाउने छु, यस्तो आउँछ कि क्लियर होस्, के क्लियर भिडियोहरू होस्। त्यही भएर भन्दै बाई गर्छु। बाई।